हेलो गाइज, अहिले चाहिँ हामी टक्क लाएर यहाँ अब साथीलाई सामान किन्नु पऱ्यो रे। त्यो सेतो र निलो लाउने साथीलाई सामान किन्नु पऱ्यो रे बाहिर जानलाई। त्यही भएर टक्क हामी यहाँ अहिले गइरहेछौँ सामान किन्नलाई। टक्क आज सपिङ गर्ने टक्क लाएर स्ट्यान्डर्ड पाराले होइन, टक्क लाएर। अनि सरजी कस्तो फिल भइरहेछ? हामी के पर्खिरहेको घाममा बसेर? एकदम रमाइलो। टेम्पो आइरहेको छैन अहिले हाम्रो। ठिक छ। अनि हाम्रो यो दुईवटा सर चाहिँ के भन्दै हुनुहुन्छ यहाँ शीतलमा बसेर घाममा डर्नुहुन्छ भनेर? हामी अहिले यहाँ सपिङ जान थालेको, टेम्पो कुरिरहेको छौँ अहिले हामी यहाँ टक्क लाएर। टेम्पो कुरिरहेको, टेम्पो आइरहेको छैन। अहिले चाहिँ हामी टक्क लाएर अब यहाँ टेम्पोबाट झरेर गइरहेछौँ टक्क लाएर। लेकिन एक सेकेन्ड हेर होइन, फुल टक्क लाएर अहिले हामी यो बाटो, अहिले हामी रोमानियाको बाटो टक्क काममा जाँदैछौँ अहिले हामी। अहिले चाहिँ हामी यो बालेन्साले अब के भन्छ अरे भकुन्डो खेल्ने ठाउँ हो कि क्रिकेट खेल्ने ठाउँ हो बनाएको ठाउँमा हेर्न आएको हामी अहिले। हामी दूरदेखिबाट आएको हो अहिले, हामी टाढादेखिबाट आएको। अहिले बिहान भर्खर झरेर काठमाडौँ हामी पर्खिरहेको छौँ अहिले फोनमा साथीलाई। अहिले चाहिँ हामी यो कहाँको यो बस पार्कको फलामको पुल चढिरहेछौँ टक्क लाएर। हेर्न सक्नुहुन्छ यो बालेन्साले रोकिदिनु भएको यो बनाउन नदिएको भवन बस पार्कको बनेको। अहिले लाएर हामी भर्याङ झर्दैछौँ टक्क लाएर अहिले हामी टक्क लाएर यो भक्तपुर जाने बाटो। अहिले हामी भिरकुरी मण्डप आइरहेको छौँ टक्क लाएर अब घुम्नलाई। अब म चाहिँ गाइज सुर्खेस बोकेर अब हिँडेको विदेश जान थालेको। म अब यहीँबाट विदेश टक्क लाएर मेरो नयाँ गाडी, अब यो गाडीमा चढेर जाने हो अहिले रोडमा, यहाँ होइन। हेलो, भन्नुहोस् न तपाईँलाई अहिले यो सुर्खेस घिसाएर हिँड्न कस्तो फिल भइरहेछ? एकदम मजा आइरहेको छ। एकदम विदेशी फिल भइरहेछ होइन? जान नपाए पनि डोर्याउनु बाटोमा एकदम मजा आइरहेको छ। मलाई पनि त्यस्तै फिल भइरहेछ। जान नपाए पनि अर्काले किनेको डोराएर हिँड्न मजा आइरहेछ। सरजी तपाईँले यो सुर्खेसमा के सामान हाल्नुहुन्छ? बुढी हालेर लाने बुढी। अच्छा, ए अनि त्यो बुढी त्यहाँ चेकिङ हुँदैन? चेकिङ होइन, मतलब छैन। अच्छा ठिक छ। मामा माइजू कता हो त? माइजू घरतिर हुनुहुन्छ अहिले? हेलो गाइज, अहिले चाहिँ हामी असनबाट हिँडिरहेछौँ। असनमा हामी हसन गरिरहेछौँ, एकदमसँगले हिँडिरहेछौँ आनन्दले, चिल पारामा, रिल्याक्स पारामा। आज बल खेल्न जानु पनि पाइएन यार गाइज, कामले गरेर। हेलो गाइज, अहिले चाहिँ हामी ओपन मोमो खान आइरहेछौँ टक्क लाएर। ओपन मोमो खाएर अब घर जाने हो टक्क लाएर। ढिलो भइरहेछ यहाँको अलि के भन्ने अब। ओपन मोमो खान आएको बल्ल 1 घन्टामा अर्डर आइपुग्यो। गाह्रो हो यार खानलाई। किरण सर कति टाइम लाग्यो आउनलाई? ठ्याक्कै है, गाह्रो छ यार तेरिका। तपाईँलाई कस्तो रिस उठेको छैन? ठिकै छ, त्यही पनि हामीले माइन्ड गरेनौँ होइन। अलिक सेरियस चाहिँ फेरि तातो खाइहाल्नुपर्छ नि गाइज।